हाई एभ्रिवान, म नेपाल आएको चाहिँ ठ्याक्कै आज 1.5 महिना भएछ। मैले जापान छोडेर आएपछि अहिले के गर्दैछु त अनि पछि के गर्ने भएँ त। तपाईहरु सबैलाई जान्न मन लागिरहेको होइन त यसले जापान छोडेर के गरिरहेको छु, पैसा कहाँबाट आइरा होला भनेर सोच्नु भयो होला हैन। जापान छोडेर नेपाल आइसकेपछि मेरो गोल भनेकै आफ्नो भिडियो बनाउने, कन्टेन्टबाट पैसा कमाउने, कोल्याब गर्ने। म अस्ति भर्खर जापान छोडेर नेपाल आएको जस्तो लाग्छ। 1.5 महिना भइसकेछ, कति छिटै। मलाई अचम्म लागिरहेको साथीहरु। जापान छोडेर नेपाल गएपछि म कसरी बस्छु होला, नेपालमा त म त बस्नै सक्दिन होला भनेर सोचेर बस्थे कि म जापान हुँदाखेरि साथीहरु। मैले यस्तो सोच्थे कि जापान हुँदाखेरि म जापान छोडेर नेपाल त कहिले पनि जान सक्दिन होला, म त नेपालमा बस्नै सक्दिन होला जस्तो लाग्थ्यो कि मलाई। जिन्दगीमा नि साथीहरु कहिले पनि हार खान हुँदैन रहेछ। जे गर्छु भनेर सोचे नि त्यही सोच लिएर अगाडि बढ्नु पर्दो रहेछ। मेरो जिन्दगीमा नि कस्तो अप्ठ्यारो कस्तो गाह्रो परिस्थिति आयो कि म बस्नै सक्दिन, म बाँच्नै नसक्ने अवस्था पनि थियो के। म जापान बस्दा डिप्रेसनमा गइसकेको मान्छे, म खिसकेको मान्छे हो के। त्यही माथि मैले जापानमा यामातो भन्ने काम गर्थे। कहिलेकाहीँ भारी पनि बोक्नु पर्थ्यो, यत्रो गरुङको सामानहरु पनि बोकिरहनु पर्थ्यो के। अनि त्यही माथि साथीहरु म एक दिन काममा जाँदा चाहिँ भर्याङबाट लडेर मेरो खुट्टा फ्र्याक्चर भयो। मेरो खुट्टा फ्र्याक्चर भएपछि मलाई 1 हप्ता स्कुलबाट बिदा दियो। अनि काममा त 1.5 महिना 2 महिना लगातारै काममा गइन। म जापान हुँदाखेरि कस्तो अवस्थाबाट निस्केर एकचोटी त मर्छु भनेर सोच पनि बनाएको थिएँ। मर्नु हुँदैन म भनेर नि भने। मेरो हजुरबुवा हजुरआमाले यत्रो ऋण गरेर पठाउनु भएको छ, आफ्नै पैसा भए पनि यत्रो छोरीलाई नातिनीलाई भनेर खर्च गरेर पठाउनु भएको छ नि त। म मेरो हजुरबुवा हजुरआमाको लागि भए पनि बाँच्नु पर्छ भनेर सोचे एकचोटी मैले। हजुरहरुलाई कि यो संसारै छोडेर जाम जस्तो फिल हुन्छ कि हुँदैन कहिलेकाहीँ, मलाई त कस्तो भएको थियो भने। तपाईहरुलाई थाहा छ कि छैन साथीहरु, 2 वर्षमा एकचोटी म नेपाल आएको थिएँ नि। त्यो बेलामा नि मेरो बोयफ्रेन्ड दाजुसँग ब्रेकअप भएर म मेरो बोयफ्रेन्डलाई फकाउन आएको हो के। 6-7 वर्षको रिलेसनशिपलाई किन ब्रेकअप गर्ने भनेर म सुधार्नको लागि नेपाल आएको हो के। यदि तपाईहरुले नि साँचो माया गर्नुहुन्छ भने जति सुकै खर्च भए पनि, जति लाख लागे पनि आफ्नो रिलेसनशिप जोगाउनको लागि आउनुहुन्छ कि, जहाँबाट भए पनि। जे भए पनि 6-7 वर्षको रिलेसनशिप पो हो त, किन बिगार्ने म भनेर आएको हो के म पनि। जापानबाट आइसकेपछि 1.5 महिना भयो। 1.5 महिनामा मैले के गरे त। पहिला सुरु चाहिँ मलाई एयरपोर्टमा लिनको लागि मेरो बोयफ्रेन्ड दाजु र मेरो फ्यामिलीहरु, बेनाजुहरु, भाइहरु, हजुरबुवाहरु आउनु भएको रहेछ। अनि मलाई चाहिँ कति खुसी लागेको कि सबैजनालाई एयरपोर्टमा देख्दाखेरि कस्तो रुन मन लागेको थियो, के रुनु भनेर। अनि मलाई चाहिँ नेपालको नि कति ठाउँ घुम्न मन लागेको थियो कि। काठमाडौँमा नि म कहीँ पनि गएको छैन नि त, म कहिले जाँदिन नि त। अनि त्यही भएर कति ठाउँमा मलाई घुम्न लैजाऊ न बोयफ्रेन्ड दाजु भनेको थिएँ। कति ठाउँमा लग्न त लग्नु भयो। अनि कहाँ लग्नु भयो मलाई त केही थाहा छैन। फेरि मैले त तपाईँ भन्दिनँ कि मेरो बोयफ्रेन्ड दाजुलाई तिमी नै भन्छु। अनि मलाई चाहिँ मेरो हजुरआमाले बेलामा कराइरहनुहुन्छ कि, सम्झाइरहनुहुन्छ कि, किन तिमी भनेको कहिले त भने कहिले झगडा गरेको छ, तपाईँ भन्न सिक, लाज हुन्न अरे कि। मलाई त तपाईँ भन्यो भने त लाज लाग्छ कि, बोयफ्रेन्ड दाजुलाई तपाईँ भन्यो भने के भएको यस्तो। जति नै कोसिस गरे पनि, जति नै प्र्याक्टिस गरे पनि, जति नै कनेर भने पनि, जति नै घोके पनि मलाई बोयफ्रेन्ड दाजुलाई चाहिँ तपाईँ भन्न आएन जिन्दगी। हजुरहरुले के तपाईको बोयफ्रेन्डलाई, तपाईको गर्लफ्रेन्डलाई तिमी भन्नुहुन्छ कि, तपाईँ भन्नुहुन्छ कि, त भन्नुहुन्छ कि, के भन्नुहुन्छ कमेन्ट गर्नु ल। साथीहरु म यो गडी भन्ने ठाउँमा चाहिँ फर्स्ट टाइमै गएको हो। अहिलेसम्म गएको छैन। मकवानपुर मनहरीमा बस्ने मान्छे हो म चाहिँ है। मलाई चाहिँ अरूले भिडियो फोटो हालेको देख्दाखेरि के कस्तो राम्रो रहेछ होला है भनेर जानु मन लाग्ने के। गडी पनि गएँ, ठिकै लाग्यो। जान मन लागेको थियो, गएँ, इच्छा पुरा गरे हैन। कहाँ जान मन लाग्छ अझै पनि जान्छु, इच्छा पुरा गर्छु। यदि हजुरहरुलाई विदेश बस्न मन छैन, म विदेशमा बस्नै सक्दिन, म काम गर्नै सक्दिन, मेहनतै गर्न सक्दिन भन्नुहुन्छ भने, यदि हजुरहरु विदेश बस्न चाहनुहुन्न भने, विदेश बस्न पटक्कै मन छैन भने, मेहनतै गर्न सक्दिन भन्नुहुन्छ भने, आफ्नो कन्टेन्ट बनाउनुस्, आफ्नो कला नलुकाउनुस् के देखाउनुस्। मलाई पनि यो मान्छेले जस्तै गर्न मन थियो, मलाई पनि भिडियो बनाउन आउँछ नि, मलाई पनि यहाँ जान मन थियो नि, मलाई पनि यो खान मन थियो नि। तपाईहरु भित्र लुकेको कला छ नि, तपाईहरुको कला छ नि, तपाईहरुले बाहिर खोलेर देखाउनु भएन भने कसैले पनि देख्दैन के। म तपाईहरुलाई के भन्न चाहन्छु भने, मैले के गरिरहेको छु, मैले के गर्छु त नेपाल आएर हैन। मैले त्यही भिडियो बनाउने हो, भिडियोबाटै पैसा कमाउँछु। म जापान बसेर कमाएर पढ्दा पनि मैले महिनाको 30,000 घर पठाउँथिन कि साथीहरु कहिले पनि। उहाँ चाहिँ मेरो हजुरआमा हुनुहुन्छ। मैले जापान बस्दा महिनाको 30,000 पठाउन सक्दिन कि साथीहरु नेपालमा। म अहिले सम्झेर नि
परेर हुन्छ कि साथीहरू मैले जापान बसेर त्यत्रो पैसा कमाएँ तर पठाउन सकिनँ आफैलाई पुग्थेन के पठाउनु त अनि नेपाल आएर कि यति आनन्द भएको छ महिनाको 40-50 हजार कमाउनु भनेको धेरै ठुलो कुरो हो कि जापान बस्दा मैले महिनाको 20-30 हजार घरमा पठाउन सक्थिनँ अहिले नेपाल आइसकेपछि मैले आफ्नै कन्टेन्ट बनाएर आफ्नै भिडियो बनाएर महिनाको 40-50 हजार कमाउँछु अर्काको देशमा मोरी काम गरेर महिनाको 20-30 हजार घरमा पठाउन नसक्ने मान्छेले घरमा बसी 40-50 हजार कमाउनु भनेको ठुलो कुरो होइन त साथीहरू मेरो लागि चाहिँ ठुलै कुरो हो साथीहरू अब हजुरहरूको लागि चाहिँ के कस्तो हो थाहा भएन मेरो नेपाल आइसकेपछि चाहिँ यस्तै चलिरहेको छ साथीहरू आफ्नो कन्टेन्ट बनाउने भिडियो बनाउने पैसा कमाउने राम्रै हुने घुम्न जाने खाने यस्तै चलिरहेको छ यदि हजुरहरू कसैले प्रमोसन गर्न चाहनुहुन्छ भने कोल्याब गर्न चाहनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला श्वेता छेत्री थ्यांक यू फर वाचिङ बाई